प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। हिसाब चाहिँ हुन्छ। वर्षौंसम्म यो देशलाई अन्धकारमा पाखेर देशका राज्यका भित्तामा पार्टीका कारिन्दाहरू टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाब चाहिँ हुन्छ। प्रतिशोध हुँदैन, प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। म यति भन्न र यति प्रतिबद्धता दिन यहाँहरू समक्ष आएको हुँ। बाँकी अर्को सभामा हामी सँगै उभिने नै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई अत्यधिक मत दिएर ऐतिहासिक मत दिएर विजय गराउन यहाँबाट निर्वाचित हुने तपाईको उम्मेदवारलाई राष्ट्रपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सभापतिका रूपमा मलाई गर्व छ कि यो क्षेत्रमा सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा निर्वाचित भएर जानुहुनेछ। म यति भनेर बिदा हुन्छु। मैले अर्को सभामा बोल्नु पर्ने छ। म यति भन्छु, झापा 5 वासीलाई म यति भन्छु, म झापा 5 वासीलाई यति भन्न चाहन्छु कि कुनै दिन इतिहासको यो पाना पल्टाउनेछ अर्को पुस्ताले। 21 गतेको यो चुनावको नतिजा यसलाई कुनै दिन यो देशको इतिहासमा एउटा पुस्ताले पल्टाउनेछ कि इतिहासको यो पाना